केसीसीको स्थलगत भ्रमण गर्न आएका छौँ। धेरै ठुलो क्षति भएको छ। यो क्षतिलाई हामीले तत्काल एसेसमेन्ट गरेर यसलाई कसरी सर्ट टर्ममा लङ टर्ममा कसरी समाधान गर्ने, कसरी चाहिँ यसलाई रेस्टोरेसन गर्ने भन्ने कुरामा हामी तत्कालै अगाडि बढ्छौँ। यसको डिजाइनदेखि लिएर यसको चाहिँ प्रोक्योरमेन्ट प्रोसेसहरूमा अलिक केही टाइम लाग्छ र त्यसपछि हामी यसलाई पहिला जस्तो थियो त्यस्तै अवस्थामा रेस्टोर गर्नलाई केही समय लाग्छ। तर हामी तत्कालै गर्नुपर्ने कामहरू यसको सरसफाइ गर्नेदेखि लिएर यसको डिजाइन गर्नलाई पनि यसको टोटल स्ट्रक्चरलाई डिस्मेन्टल गर्नुपर्ने हुन्छ। यो कामहरू चाहिँ हामी तत्कालै गर्छौँ र अन्य जति पनि स्ट्रक्चरहरू छन्, जति पनि हाम्रो पूर्वाधारहरूमा क्षति भएको छ, केही पूर्वाधारहरूमा भएको क्षति तत्कालै पनि केही मर्मत गरेर अगाडि बढ्न सक्ने अवस्थामा छन्। त्यस्तालाई हामी तत्कालै रिस्टोर गरेर अगाडि बढाउँछौँ। संसद भवन समग्र रूपमा भग्नावशेष नै भइसकेको छ। तत्काललाई चाहिँ अगाडि बढाउनलाई सरकारसँग के योजना छ, कसरी चाहिँ अगाडि बढ्छ? मैले भनिसकेँ त अहिले हाम्रो योजना भनेको तत्काल रिस्टोर हुनेलाई रिस्टोर गरिहाल्ने र सञ्चालनमा ल्याउने। तत्काल पार्टहरू पनि छ, धेरै डिजाइन गर्नुपर्छ। यसको स्ट्रक्चरै कोल्याप्स भएको छ। त्यो भएनाले त्यो स्ट्रक्चर कोल्याप्स भएकोलाई डिजाइन गरेर त्यसको चाहिँ अनि त्यसपछि प्रोक्योरमेन्ट प्रोसेसमा जान्छ र पहिला जस्तो छ त्यस्तैमा ल्याउनलाई हामीले चाहिँ अलिकति टाइम लाग्छ। नयाँ बनिरहेछ, तर यो भवन त रिस्टोर त गर्नु पर्यो। यो भवन संसदको होइन, यो विकास समितिको हो। उहाँहरूसँग आफ्नै पनि 70 करोड पैसा बाँकी छ। यसको प्रयोग अर्कै हो। संसदको काम उताबाट भन्छ। यहाँ चाहिँ भनेको नयाँ सदन चाहिँ हाम्रो नयाँ बिल्डिङबाटै सुरु हुन्छ। पुसभित्र हाम्रो सम्पन्न हुँदैछ। नयाँ संसद भवन पुसभित्र सम्पन्न हुन्छ। नयाँ जुन सांसदहरू आउनुहुन्छ, अब नयाँ इलेक्टेड सांसदहरू त्यहाँबाट छ। हजुरको प्राथमिकतामा चाहिँ अहिले तत्कालै बनाइहाल्ने चाहिँ के छ? हामी सबै सार्वजनिक सेवा सुधार गर्न चाहिने